फाइनली ब्लाइन्डेड सिजन 3 चाहिँ सकिसकेको छ। अबको सिजन 3 मा चाहिँ हाम्रो ह्यान्सी एन्ड श्रुति चाहिँ किङ एन्ड क्वीन हुनुभएको छ। उहाँहरूलाई बधाई छ, कङ्ग्रेचुलेसन। ह्यान्सी एन्ड श्रुति किङ एन्ड क्वीन हुनुभएको छ, उहाँहरूलाई बधाई छ। आगामी दिनहरुमा राम्रो हुँदै जाओस्। र अहिलेको पाली चाहिँ हाम्रो ब्लाइन्डेडको डिरेक्टर सरले के गर्नुभएको छ भन्दाखेरि पाउनुपर्ने गिफ्ट ह्याम्परहरू पुरस्कारहरू चाहिँ अहिले तत्कालै चाहिँ यहाँ दिनुभएको छैन। उहाँले चाहिँ द भोइसको फाइनलमा दिने कुरा गर्नुभएको छ। त्यसै गरी अहिले चाहिँ अवार्ड दिएको छ दुईजनालाई। किङ एन्ड क्वीनको अवार्ड चाहिँ प्रदान गरिएको छ र बाँकी अवार्ड गिफ्ट ह्याम्परहरू चाहिँ होइन द भोइसको फाइनल पुग्नुपर्ने हुन्छ। हामीले लेट्स सी द भोइस सो। र स्मर्गमा भन्नुपर्दा तपाईहरुलाई चाहिँ यो पालिको सिजन 3 को ब्लाइन्डेड सो चाहिँ कस्तो लागिरहेको थियो र कस्तो लाग्यो सम्पूर्ण भिडियो हेर्दाखेरि। तपाईं एउटा असली अडियन्स हुनुहुन्छ भने कमेन्ट गर्नुहोला। तपाईहरुलाई यो पुरै एपिसोड चाहिँ कस्तो लाग्यो र के प्रतिक्रिया दिन चाहनुहुन्छ यो पालिको सिजन 3 को लागि। अनि अब चाहिँ द भोइस सो चलिरहेको छ, हामीले त्यो हेर्नुपर्छ ल। मैले चाहिँ पहिलेदेखि चाहिँ यो ब्लाइन्डेड सो हेर्ने गरेको थिएँ, त्यही भएर तपाईहरुलाई पनि हेर्ने आग्रह गरेँ। राम्रो हुन्छ, इन्टरटेनमेन्ट हुन्छ, सिक्न पाइन्छ, सिक्नुपर्ने कुराहरू त्यस्तै हो, रमाइलो हुन्छ। यो पालि चाहिँ ब्लाइन्डेड सिजन 3 मा चाहिँ सम्पूर्ण कन्टेस्टेन्टहरूले राम्रो प्रतिभा एक्टिङ भनौँ न, जे होस् रियालिटी तरिकाले आफ्नो प्रेजेन्टेसन दिए। रमाइलो भयो हेर्नुको लागि। योपालि धेरै सोहरू पनि चले, त्यति राम्रो भ्युज नआए पनि योपालि धेरै लामो समयसम्म ब्लाइन्डेड सो चलेको हो। योभन्दा पहिला चाहिँ धेरै लामो समयसम्म हुन्थेन, योपालि धेरै लङ टाइम चलेको सो हो। योपालि चाहिँ कुनै पनि कन्टेस्टेन्टले हारेको छन्, सबैजना जितेरै गएका छन्। सबैलाई बधाई छ। ब्लाइन्डेड सो भन्दा बाहिर पनि आफ्नो लाइफ छ, दुनियाँ छ। हामीले त्यहाँ बाहिर गएर पनि आफ्नो लाइफलाई जिउनुपर्छ। सबैलाई बेस्ट विसेस भन्दै म पनि यो भिडियो टुङ्गाउँछु। नमस्ते।